गुड मर्निङ गाइज। आजको चाहिँ मेरो पहिलो दिन है। घरबाट जुरुको उठेर नुहाइने गरेर टक्कर रेडी भएर बसेको छ होइन। सर हेर्नु पर्यो, मेरो सामान पनि रेडी नै भइसक्यो है। देख्न सकिन्छ यहाँ, अहिले एकछिनमा देखिन्छ। अलि उज्यालो भइसकेपछि अब चाहिँ सुरुमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि ताप्लेजुङसम्मको यात्रा हुन्छ। ताप्लेजुङसम्मको यात्रा चाहिँ कस्तो हुन्छ भन्ने कुरा चाहिँ अलिकति बाटो पनि गाह्रो भएको कारणले ताप्लेजुङसम्मको यात्रालाई चाहिँ सफल रहोस् भन्ने कामना सहित हामी लाग्नेछौँ ताप्लेजुङतर्फ। अब केही क्षणपछि फेरि भेटौँला है त गाई। अब चाहिँ चोक आइसक्यो है। टक्क गाडी पर्खिँदैछौँ। हामी 3 भाइ छौँ, 2 जना मेरो साथीको बाबा र मेरो डेडी सहित हामी यहाँ पर्खेर बसिरहेछौँ गाडी कतिखेर आउँछ भनेर। गाडी आउने बित्तिकै हामी त्यसमा प्रस्थान गर्छौँ। प्रस्थान गरेर चाहिँ हामी ताप्लेजुङतर्फ लाग्छौँ। सुरुमा त धरानतर्फ लाग्छौँ अनि ठिकै छ। अहिलेसम्ममा मौसम पनि चिसो छ। माथितिर के हुन्छ भन्ने कुरा चाहिँ अलिक थाहा छैन है। कस्तो अलि आउँदै आएन हौ लाइटै। अब चाहिँ हामी धरानतर्फ प्रस्थान गर्न थाल्यौँ है। हाम्रो डे 1 को नजारा हेर्न सक्नुहुन्छ। हाम्रो यो मङ्गलबारेको बाटो बिचरा भरे गाडी होइन आउँछ राम्रै भनौँ। अहिले कसैको अनुहार आउँदैन कि, त्यही भएर नदेखाम। कसरी गर्नु, अनुहारै आउँदैन अहिले होइन, एकछिनमा। अहिले म यहाँ सबसँग परिचित गराउँछु है। हामी चाहिँ अलिक पारिवारिक माहौलमा जाँदैछौँ। अब एकजना अलिक अपारिवारिक मान्छे आउन सक्छन् बिचमा होइन। भन्दा भाइ यसलाई पनि देखाइदिनु पर्यो नि। हाम्रो चाहिँ हो लेख्तेबहादुर। सो अब चाहिँ हामी बेलबारी कटेर लालबित्ती पुग्यौँ। अब लालबित्तीबाट चाहिँ हामी अब केराबारीको बाटो जान्छौँ। पहिला हाम्रो खोर्सानी आउँछ। खोर्सानीबाट चाहिँ हामी हल्का अगाडि गएर छिर्छौँ दाहिनेतर्फ चाहिँ। सो अब हामी धरान पनि कटिसक्यौँ। धरान कटिसकेर चाहिँ हामी अब कोरिडोरको यो चाहिँ हामी अगाडिबाटै सिसाबाट खिच्न भाइ, त्यो खोला कटेको खोला ढल्दैछ। लास्ट गएर अत्याधिक गएर डर पनि लागिरहेको थियो। यहाँभन्दा पनि अझै पल्सर हो, तान्छ। ओ मोबाइल झर्ला है, दर पकड। कट्यौँ हामी कट्यौँ। अहिले चाहिँ तत्काल हामी कहाँ खाना खाने ठाउँ रहेछ है। खाना खाने ठाउँमा बबेन म पुरै अब खानासाना भ्याउने एकछिनमा। त्यस पछाडि अहिले चाहिँ फिडिङको के अरे ठाउँको नाम दोबान। फिडिङको दोबान भन्ने ठाउँमा है यही पनि भल्लै हालेको छ। यहाँ पनि झर्नै आँटेछ। कुन हो यो? यो कुन त्यही त। सो अब हामी काबेली नदी आइसक्यौँ। यहाँबाट चाहिँ हामीले पुरानो पुल भत्केर नयाँ पुल बनाएर छौँ।
यहाँबाट हामीले पानीसानी बोक्यौँ अनि मामाहरूको लागि ताप्लेजुङको लागि चाहिँ पानीसानी गरेर निस्क्यौँ। सो आजको लागि यति नै। ताप्लेजुङ हामी पुग्यौँ।